मुस्ताङ धेरै समय अगाडिदेखिको मुस्ताङ जाने सोचमै सीमित थियो, तर आज आएर पुरा भएको छ। यो 2021को जाडो महिना सुरु हुने लाग्दा हामीले काठमाडौँदेखि मुस्ताङसम्म जाने योजना बनायौँ। विभिन्न अप्ठ्यारा बाटोहरू, थुप्रै हिमालबाट बगेका खोलाहरू पार गर्दै र चुनौतीलाई सामना गर्दै हामी यो सुन्दर ठाउँमा आइपुग्न सफल भयौँ। यो सुन्दर ठाउँमा आइपुगेपछि हामीले सबै सङ्घर्ष गरेर आएका र अप्ठ्यारा बाटाहरूलाई बिर्स्यौँ। खुल्ला सडक अनि दायाँ बायाँ हरियाली र देखिरहेका सेता हिमालहरू मलाई एकदमै आनन्द भइरहेको थियो। काठमाडौँको धुलो धुवा छोडेर त्यस ठाउँमा आइपुग्न पाउँदा हामी एकदमै खुसी थियौँ। यो चाहिँ दुम्बाताल जोमसोमको ठिने भन्ने गाउँमा पर्दछ र पारिपट्टि धौलागिरी हिमाल र वारिपट्टि निलगिरी हिमाल र बिचमा चाहिँ यो दुम्बाताल पर्दछ। एकदमै रमाइलो ठाउँ छ। हामी चाहिँ अहिले दुम्बातालमा छौँ। यहाँ चाहिँ हाम्रो दाइहरूको सुटिङ पनि हुँदैछ। भिडियो सुट, म्युजिक भिडियो सुट हुँदैछ। सेकेन्ड पुरै हामीले खुट्टाबाट अनुहार हुँदै पछि यो चाहिँ बेखोला। यो सुन्दर ठाउँहरूमा पुग्नलाई यति सजिलो भने थिएन। अनि यस्तो ठाउँमा बर्खायाममा जान एकदमै कठिन हुन्छ भन्ने हामीले सुनेको छौँ।
रहेछ म त हेमन भनिरहेको ए हो झन् दाइ दाइ भन्दैछ हेमन भनिरहेको क्या हिँड्दो रहेछ भनेर हेमन क्या आँखा नदेखेर होइन ल अब चाहिँ हामी मुस्ताङको लागि जान लागेका छौँ हाम्रो रुपेन दाई हुनुहुन्छ धरानबाट यता हाम्रो धनराम दाई हुनुहुन्छ यता हेमन दाई रुपेन दाईको च्यानल पनि कुन चाहिँ अरे दाई मेरो रुबेन मिक्स ब्लग रुबेन मिक्स ब्लग छ उहाँको च्यानल पनि सब्सक्राइब गरिदिनु होला अब हामीहरू तपाईँलाई बाटोको सिनहरू देखाउँदै लानेछौँ ल हामी चाहिँ ललितपुरको नक्खु एरिया यो सनराइज अपार्टमेन्टको नजिक हाम्रो घरबाट 4टा बाइकमा छौँ एकजना हाम्रो दाई पल्सर 220मा हुनुहुन्छ रुबेन दाई धरानबाट आउनुभएको अर्को FZS त्यहाँदेखि FZ25 र डोमिना 250 हामी 4टा बाइकमा 5जना मुस्ताङको लागि जाँदैछौँ हजुर यो चाहिँ हामी अहिले रिङ रोडमा निक्लेका छौँ बागडोल र धोबीघाटको बाटो हुँदै हामी बल्कु कलङ्की नौबिसे हुँदै हामी आजको नाइट चाहिँ बेनीमा बस्ने प्लान छ हेरौँ के हुन्छ तपाईहरुले चाहिँ मैले म्याक्सिमम डिटेल्स दिने प्लानमा छु आज त्यो भएको कारणले गर्दाखेरि यो भिडियो अलि लामो पनि हुनसक्छ तपाईहरुलाई चाहिँ हामी कहाँ कहाँ बस्छौँ के गर्छौँ र त्यहाँको कन्ट्याक्ट्सहरू इच एन्ड एभ्री डिटेल्स दिने कोसिस गर्नेछु सायद भिडियो लङ नै हुन्छ होला
ल हामी चाहिँ यो अस्ट्रेलियन बेस क्याम्प जाने बाटो गाडीमा आइपुगेका छौँ। हामी यहाँ हाम्रो खानाहरू खाँदैछौँ। यो चाहिँ त्यो अन्नपूर्ण ट्रेक जाने यो बाटोले एउटा पुल हिल थुप्रै ठाउँमा जान्छ भन्ने सुनेको छु। यो बाटो हाइटको लागि चाहिँ एकदम दामी रहेछ। अहिले खाजा खाँदैछौँ यी दाइहरू। त्यो त 1.5 घन्टामा आउँछ त नि। आउँछ 1.5 घन्टामा दर्शन पौने 2 घन्टा 1.5 घन्टामा आउँदो रहेछ। मोमो पनि आएछ। डट बाइक लाग्छ हो हाम्रो हेड हामी चाहिँ हिजो पोखरा हुँदै बेनी आइपुगेर बेनीको यो याक होटलमा बसियो। अनि अब अहिले चाहिँ बिहानको 6 बजेको छ र 6 बजे हामी अब यहाँबाट जोमसोमको लागि जाँदैछौँ। हामी चाहिँ अब निक्लिँदैछौँ। तल दाइहरू सबै रेडी भइसक्नु भएको छ। मैले सामान अघि नै बाँधेर रेडी गरिसकेको छु। यो चाहिँ यस्तो छ। हेलो नमस्ते। ल तपाईँहरूको याक होटलको बारेमा के भन्नु? हाम्रो कहाँनिर पर्छ, फोन नम्बर कति हो, कसरी सम्पर्क गर्नु? बेनी एकदिप बेनी हस्पिटल चोक वडा बेनी नगरपालिका 8मा पर्छ। बस पार्कदेखि थोरै माथि पर्छ। हजुर। तपाईँहरूको कन्ट्याक्ट नम्बर? हाम्रो 069 520 923। ल कसैलाई सम्पर्क गर्नु पऱ्यो भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। याक होटल। अनि मेरो नाम चाहिँ निरज आचार्य है। हामी चाहिँ होटल याकबाट अब जोमसोमको यात्राको लागि निक्लिँदैछौँ। यो चाहिँ बेनीको बजार भने पनि या बस पार्क भने पनि हामी अब यहाँ चाहिँ अन्तिम एउटा पेट्रोल पम्प छ। हामी यहाँनिर फुल ट्याङ्क पेट्रोल हालिवरी यहाँबाट कालीगण्डकी यो खोलाको तिरैतिर हामी माथि लाग्नेछौँ। है त खोला अब यो बेनीदेखि माथि मुस्ताङ जाने ट्रेल चाहिँ सबै अफ रोड मात्रै भेट्छौँ हामीले। कुनै ठाउँमा पिच छ तर प्रायः सो सबै एकदमै डेन्जर अफ रोड हामीले भेट्छौँ। ती सबै च्यालेन्जेसहरू फेस गर्दै हामी जानेछौँ। मलाई लाग्छ एकदमै एडभेन्चरस हुनेवाला छ।
ला हो अनि हेर्नु त्यति त्यहाँ प्रिपेयर गरेको होइन कि हामी तातो पानीको बाटो हुँदै अहिले रुप्चे झर्नामा त्यहाँ माथिसम्म जाँदो रहेछ है मान्छे त कसरी पुग्यो होला त्यहाँ हो हिँड्दै जानु मिल्छ ठाडो यस्तो छ त है टिप्ले भन्दा तल्ती रिक्समा जाने हो भर्खरै घाँसमा बाइक दर्ता गरायौँ अनि खोप कार्डहरू पनि चेक गर्ने रहेछ अहिले यहाँ कोभिडको कारणले गर्दाखेरि त्यो काम सकेर हामी माथि लाग्दैछौँ रुमेन दा यता भित्र
ल यहाँ हामी चियाको लागि रोकेका छौँ भर्खरै दर्ता गऱ्यो भने फेरि अब यहाँ चिया खाएर चाहिँ हामी माथि लाग्छौँ गएँ हामी घाँसाबाट अहिले चाहिँ अब लेटीतिर जान लागेको पर देख्दै गरेको हिमाल चाहिँ धौलागिरी हिमाल हो पर देखिँदैछ त्यही त मजाको बादलले फेरि ढाकिहाल्ने हामी चाहिँ लेटै आइपुगेको छ यो के यहाँ के बजे जस्तो बजिरहेको हो त नि बजाजको हो नि डोमिना यो बाइक मलाई एकदम ए होटल चाहिँ यही होटल हो ल हामी फेरि अब माथि मुस्ताङतिर जाने तयारीमा छौँ रुबन दाइ हामी अहिले जाने ठाउँको नाम के अरे अब माथि हामी जाने ठाउँ चाहिँ जोमसुम हो जोमसुम अनि मुक्तिनाथ हजुर अनि माथि हामी फेरि अप्पर मुस्ताङ लोमानथाङ पनि जान्छौँ अनि त्योभन्दा उता चाइना बोर्डर पनि जाने हाम्रो योजना हो ल हामी लेटेमा खाना खाएर अब जाउँ मिठो खानेकुरा खाएर चिकन खाना अनि माछा फ्राई गरेको आफ्नो त्यहाँ अब माथि उकालो लाग्नु है लेक लाग्ने ठाउँतिर त्यहाँ बसिराख्नु भएको एकजना दिदी हुनुहुन्थ्यो यहीँको मान्छेलाई धरि पनि लेक लाग्छ अरे माथि हामी चाहिँ अहिले लेटेमा दामी खाना खायो अरे हामी अब माथि मुस्ताङतिर लाग्दैछौँ हामीसँग साथीहरू पनि टन्नै हुँदो रहेछ अरू यहाँ बाइकर्सहरू जस केटाहरू टन्नै रहेछ मुस्ताङतिर जानेहरू
दाइहरू चाहिँ एकदमै कफी लभर्स हुनुहुन्छ। अब अहिले चाहिँ हामी कफी सप खोजिरहेका छौँ, सायद यतातिर भेट्नुपर्ने हामीले। थ्याङ्क यू बाबा। गयौँ भने चाहिँ ठिनी कम्युनिटी भिलेजतिर जान्छौँ र यता देब्रेतिर चाहिँ मुक्तिनाथ। एकछिन हजुर ल एकछिन बस्नु। बाबा अड्क्यो। साथै डेन्जर चिप्लो रे। एकछिन बिस्तारै भयो अलि अगाडि आउनु, अझै अगाडि हेर्नु। आम्मा यत्रो मोटो मोटो छ। अहिले आउँदा क्या डेन्जर चिप्लिँदो रहेछ आम्मा। सुन्तलातिर लगेको होला।
जाउँ 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 भाइ ल काठमाडौँदेखि पढेर आउँदा यस्तो नपत्याउँदा क्या फेरि त्यही त नपत्याउँदा तर त्यस्तो डेन्जर दाइ लाग्नु होमस्टेमा बस्न लागेको छौँ आज मुस्ताङ नेपाल हामी हिमाल दिन सक्छौँ वाउ माथि नै हिमाल छ